हेलो गाइज, आज म सलाद बनाउँदैछु। यो पनिर हो। पनिरलाई फ्राई गरेर ठन्डा पानीमा डुबाएर निकालेको। अनि यो काउली चना, यसलाई उबालेको उसिनेको चना हो। अनि यो खिरालाई एकै साइजमा यसरी छिलेर काटेर तयार गरेको। अनि मैले यहाँ अनार छिलेर राखेको छु। यो अनार हालिदिएँ। त्यसपछि मैले यहाँ थोरै अलिकति टेस्टको लागि हरियो खुर्सानी हालेको छु। त्यसपछि मैले यहाँ आधा निम्बु निचोडिदिएँ। त्यसपछि हरियो धनियाँ, त्यसपछि नमक, नुन यसरी हालिसकेपछि यसलाई एकचोटि मिक्स गरिदिने। यसरी नै मिक्स गरिसकेपछि माथिबाट चाहिँ यो भुटेको मामफुली यसरी सर छर्किदिने। अनि फेरि खाने एकदम टेस्टी हुन्छ। कस्तो लाग्यो गाइस? लाइक कमेन्ट गर्नु होला।